हेलो गुड मर्निङ एभ्रिवान। सो मैले चाहिँ आज मुलाको अचार बनाउन बिहानै मुला उखाल्न गएँ बारीतिर। अनि यसले उखालेर घरमा ल्याएर पखल पुखल गरेर काट्न सुरु गरेँ। यसलाई चाहिँ मैले गोलो आकारमा काटेँ किनकि यसको चाहिँ लाम्चो आकार दिनको लागि मैले गोलो आकारमा काटेको थिएँ अनि आफूले चाहिने साइज गरेर काटेँ मैले। सो काटिसकेपछि त्यसलाई सुकाउन राखेँ अनि मसला रेडी गर्न सुरु गरेँ। अनि यो चाहिँ रहेको छ तोरी अनि थोरै टिमुर। अनि यसलाई चाहिँ भुटिसकेपछि मैले मिक्सरमा घ्यारेर पारेँ। अनि सो यतिको भइसकेपछि मैले चाहिँ सुकाएको मुलालाई ल्याएँ। यतिको सुकेपछि मैले चाहिँ यसमा सुकेको खुर्सानी राखेँ किनकि मसँग हरियो खुर्सानी थिएन, त्यही भएर सुकेको खुर्सानी राखेँ। अनि स्वादअनुसार नुन अनि बेसार अनि जिरा र धनियाँको पिसेको थियो त्यसलाई अलिकति एड गरेँ। अनि अघि पिसेको तोरी र टिमुर राखेँ अनि अलिकति तेल राखेँ अनि यसलाई मुस्न थालेँ। सो अनि मैले चाहिँ यसमा अमिलो राखेँ, कागती थिएन त्यही भएर लप्सीको पोक्राको धुलो पारेको अमिलो थियो त्यो राखेँ। अनि यतिको भइसकेपछि मैले चाहिँ बट्टामा एड गर्न सुरु गरेँ। अनि बट्टामा चाहिँ एकदमै कन्चुसाइ नगरिकन खाँदी राख्ने। सो मैले चाहिँ मजाले खाँदी राखेँ। अनि एउटा बट्टाले मात्र पुगेन त्यही भएर अर्को बट्टा नै राखेँ। मसँग चाहिँ सिसाको बट्टा जम्मा एउटा मात्र थियो त्यही भएर अर्को चाहिँ प्लास्टिकको थियो अनि त्यसमा पनि एड गरेँ। अनि एड गरिसकेपछि मैले चाहिँ त्यसमा थोरै तेल राखेँ। तपाईँहरूले राख्न पनि सक्नुहुनेछ, नराख्न पनि सक्नुहुनेछ। मैले चाहिँ राखेँ किनकि यो चाहिँ 25 सम्म राख्नको लागि थियो त्यही भएर। अनि तेल राखिसकेपछि मैले चाहिँ यसलाई बिर्को राखेर घाममा सुकाइदिएँ। मेरो भिडियो राम्रो लागेमा कमेन्ट, सब्सक्राइब, लाइक गरिदिनुहोस्। बाई बाई।